नमस्कार है। आज नमस्कार। यत्रो दिन म बिरामी भएर भलक राख्न पाएको थिएन है। आज चाहिँ यहाँ मेरो छोरो छ हैन, मेरो साथीहरू हुनुहुन्छ, उहाँ कम दिदी हुनुहुन्छ, उहाँ चाहिँ मेरो साथी हो हैन, दुईटै साथी हो फेरि। अनि चाहिँ म्याडमहरुसँग हिँडिरहेको छु। धेरै भइगयो बिरामी भएर, बिहान मर्निङ वाक गर्न नि गएन। अनि बाख्रा गोरु चराउन नि पाइए हैन, भैँसी चराउन नि पाइए हैन साथीहरू। हेरेर माया गरिदिनु भएको थियो। अझै लाइक कमेन्ट सब्सक्राइब धेरै माया गरिदिनु ल। राम्रो राम्रो बनाउँदै आउँछु मैले हैन। अनि चाहिँ ल हेर्नुहोस्, हाम्रो चाहिँ यो लुम्बिनी प्रदेशको दाङ भन्ने ठाउँ हैन, सिरिचौर भन्ने ठाउँमा आइरहेछौँ। अब हजुरलाई मैले यो चौरको पनि बहुत देखाउँदैछु। अनि हामी अब यहाँ हिँडिरहेछौँ बाटोमा। यहाँ हेर्नुहोस् यसरी ल हेर्नु। अब यहाँ चाहिँ राम्ररी अब यहाँ यसो गाउँ जस्तो छ हैन, गाईहरू पछि पछि राम्रो होला हैन। हेर्नु अब हामी चाहिँ यहाँ दाङ लुम्बिनी प्रदेशको यो सेरोफेरो हो हैन। यहाँ अब हामी सिरिचौर भन्ने ठाउँमा आइयो, सिरिचौर हैन। यहाँ वरिपरिको राम्रो छ हैन बाबु। कस्तो लाग्छ तिमीलाई यहाँ? ठिक छ राम्रै छ। रमाइलो त हामी भएर त होला नि हैन? हो नि त, शान्त ठाउँ छ न। राजधानी लुम्बिनी प्रदेशको राजधानी हेर्न आउनु होला हैन। लाइक शेयर सब्सक्राइब कमेन्ट सब गरिदिनु होला। कस्तो लाग्छ हजुरलाई हैन? अनि चाहिँ यहाँ आज फर्स्ट डे ब्लगको, आज भ्लगको फर्स्ट डे पनि हो। अनि धेरै भयो बिरामी भएको थियो, सानो सानो भ्लग बनाएर राखिरहेको थिएँ। अहिले चाहिँ फेरि धेरै समयमा राख्दैछु। माया गरिदिनु होला, माया गरिदिनु भएको छ। अझै राम्रो राम्रो ठाउँमा गएर हजुरको मैले भ्लग बनाएर राख्छु, ठाउँ ठाउँको हेरिदिनु होला। राम्रो कमेन्ट पनि गरिदिनु होला है गाइजहरू। राम्रो रमाइलो रमाइलो ओराइदिन्छु। दिदी कस्तो लाग्छ तपाईँलाई यहाँ? एकदम राम्रो, लुम्बिनी प्रदेश एकदम राम्रो, रमाइलो, सुन्दर सुन्दर हैन, शान्त वातावरण हैन, शान्त वातावरण। र उ छ के अरे वहाँ धुलो केही छैन, छैन गाउँले बसाइ, गाउँले बसे हैन। ल हामी त यहाँ उसमा आइयो ल। यहाँ यी गाउँले टाइप छ है, बाख्रा भैँसीहरू हैन। अब यहाँबाट पारी हुने कसरी भन्छ, यहाँ नदी पार गर्न अलिक समस्या छ यहाँ। नदी पार ल हेर्नुहोस्। अब साथी ऊहरू के अरे कता छ के यो यहाँ हिलामा गढेर जाने कस्तो जाने कहाँबाट र कतै ल हेर्ने हिलामा। अब त्यही त हिँड्नको लागि अनि त अनि यस्तो बिरामी भएर बाटो खोजेर अब हिँड्दैछौँ नि त। अनि चाहिँ अब यसो बाटो खोजेर हामीले गर्छौँ है। ल बाटो खोजेर बाटो खोज्नुपर्छ है।